यस्तो हिजो ब्रोइलरको मासुले चाहिँ मलाई चाहिँ आज ब्रोइलरै बनाएर छोड्नु भयो क्या हो कि के भयो यति भाती पेट कटक्कै खाएर यहाँ मान्छे सटक्कै हुने बेला भइसक्यो हल्ला भयो जस्तो छ अब त टोइलेट नआउनु पर्ला जस्तो छ 5 चोटि आइसके एकचोटि चाहिँ मजाले टोइलेट आएर बसेको स्वर्गै चढे जस्तो भयो भने होइन हो यस्तो बिहान बसी यस्तो के गर्यो भने राति त त्यस्तो चिज खाएको जस्तो त लागेन मलाई त पुरा साथीहरू पार्टी दिन्छु भनेर काकी पनि घर नभएको पुरा रोटी पकाउन नजानी काँचो रोटी पकाएर ब्रोइलरको मासु र त्यो रोटी खाएको र पेट त टोइलेट आउँदा भगाएको खस्याए गएको 5 चोटि त घुमाएँ यति भाती त थाक्न नपर्ने हो गाउँ 10 चोटि डुल्दा पनि मेरो खुट्टा नथाक्ने टोइलेट 5 चोटि गएको थाकेर फटकै भइसक्यो टोइलेट चाहिँ धाइदाइ गरेँ तर गाउँ चाहिँ एकचोटि घुमाएन बिहानदेखिबाट अब चाहिँ म चाहिँ गाउँतिर धाउनु पर्ला जस्तो छ पेट सबै समय भयो नि अहिलेसम्म नि साह्रो भइसक्यो मान्छे त्यो घाँस लिन आउनु पर्ने थियो के भन्छ र त्यसलाई सन्तोला होला चाहिँ गरेको म पनि जानुपर्छ क्या के भन्छ र सन्तोला भएदेखि दबाई लिन पठाउनु पर्यो भएको त्यसलाई सन्चो छैन भनेको घरै जानुपर्छ क्या हो दबाई खुवाउन पठाउनु पर्यो बरु उसैले काट्ला नि सन्चो भएछ लैजाने कि लानु भयो लान्न भयो त्यसलाई सन्चो नै त भने दबाई खान पठाउनु पर्यो त्यसैले काट्ला नि काट्न आउँछु भन्नुभएको कता खान खोइ मलाई त सन्चो भइसक्यो नि भएपछि घाँस काट्न पाउनु पर्छ नि कतै हुनु म त अलिअलि सन्चो नभए जस्तो लाएर दबाई किन्न जानु लाग्यो कि बजारतिर सन्चो भयो भने अलिक सन्चो छैन भने के हो पारो त पेट दुखेको पारा नि अब दबाई त खानै पर्यो मलाई चाहिँ केही भएन भन्नाले अलिअलि भयो के खाइयो थियो राति मलाई नि थाहै छैन त्यसकारण म चाहिँ दबाई लिन जान्छु के हो भर्खरै तँलाई सन्चो भयो भन्ने भर्खरै फेरि सन्चो छैन भन्ने तेरो पाएर के हो के तँलाई चिरफार गरेर अपरेसनै गर्नुपर्ने हो कि म खसी बोकाएर चिरफार गरेर अपरेसन गर्ने मलाई केही पनि भएन म चाहिँ थोरै यत्रो सानो गोली खाएपछि चिरफार गर्नु पर्दैन केही गर्नु पनि पर्दैन ए भनेपछि तैँले घाँस काट्नुपर्छ भनेर नाटक गरेको घाँसमै काट्छु फेरि म सन्चो छु भनेर बस्नु गर हेर्नु काकी तपाईँ चाहिँ मसँग बोलेर सामान खेल्न नफाल्नुहोस् पुरा अलिकति भनेन भने घाँस काट्नुहुन्थ्यो म भुसी बाखेर त्यहाँ कराएर बसेन छैन तिनीहरू चाहिँ घाँस नखान्छन् म चाहिँ दबाई खाने गऱ्यो फुलफुलाएर त्यसै मात्तियो के अरे के गराएको नि मान्दैन घर गएर चिया पकाएर खाएर जानु पर्यो आउनु पर्यो अब काकीलाई खुलेर सम्झाउनु पर्यो थाहै छैन कि काकीलाई के भइरह जनताहरूमाथि के बितिरह कोही एउटै घरको मान्छे कोही खालीमा छन् उता अहिले यी बाढी पहिरोले हामी चाहिँ बाढीमा यो नेताहरू चाहिँ चिल्लो गाडीमा यो के बुझ्नै सकिन्छ होइन बाढी पहिरोले यत्रो घरबारहरू सबै बगाइदिएको के यस्तो केही नभएको त यो गाउँमा मात्र रहेछ भन्न म सही समयमा परेछु गाउँको बाटो पनि अलि दोस्तै रहेछ खुट्टैभरि हिरो लाखा कपडैभरि हिरो लाखा जुत्ता नलाएको नि ठिकै गरेछु मैले अब उतै त पानी पनि करा जस्तो लाग्यो मूलको पानी होला यति पनि कति पुरा हो यो बाढी भरि बाढी पहिरोमा परेर 25 जना घाइते भएको छन् मर्नै पर्ने हो घाइते मात्रै भएको यो गाउँमा त नयाँ नयाँ जस्तो देखिन्छ त
त्यो चाहिँ पक्कै सहरबाटै आएको। त्यो चाहिँ अलि पढा लेखे जस्तो नि देखिन्छ तलबाट हेर्दैन माथिबाट हेर्दा नि। यस्तो बारे यहाँ चाहिँ यसलाई चाहिँ अलि चाहिँ जानकारी चाहिँ छ होला, त्यसमा चाहिँ कुरो राख्नुपर्छ। होइन यो गाउँमा त कोही पनि हिँड्दैन त बा। यो गाउँ यस्तै सुनसानै हो क्या? एउटा दुईवटा मान्छे त हुन्छ नि यसो हिँड्ने, कोही पनि हिँड्दैन। यो गाउँमा चाहिँ मान्छे एउटा हिँडेको देखेको छैन मैले। आफू सहरमा बसेको बानी गाउँमा आएर बस्दा त मान्छे एउटा नहिँड्दा त सुनसानै लाग्यो। के हो यस्तो पाराले एक्लै बस्न सकिएला जस्तो छैन। के अनि को आएर बस्यो यस्तो? गाउँमा कोही पनि आउँदैन भनेको त ढ्याक्कै अगाडि आएर बस्यो। त्यो यस्तो घुरी हेरेँ त यसले त मान्छे नि देखायो नि क्या? यो त वनबाट झरेको क्या? यो त हाम्रो गाउँको राउटी हो क्या? हो के बजारमा बस्ने जस्तो देखेर आएको के अरे मान्छे नदेखे जस्तो गरेर हेर्छ। के होइन हौ भाइ, ट्याक्क मेरो साइड आएर बस्छौ त? बोलाउने सोलाउने हुन्छ यसो आइहाल्दा हुन्छ, केही छैन त। हुन त अब गाउँको मान्छे के थाहा होला त्यस्तो बारे। बोलाउने सोलाउने त पर्यो नि आफू मोबाइलमा बस्छ। तिमी चाहिँ कहाँबाट गयो? हो हुने नि, अब सहरबाट आएको नि म। अब सहरबाट यसो गाउँमा बाँचौँ कि भनेर आएको नि। सहरमा के घटो हो त्यस्तो? झन् यो गाउँबाट मान्छेहरू लुतु सहर झरे नि, तिमी चाहिँ सहरबाट माथि उक्लिने कुरो गर्छ। त्यो अचम्मको कुरो हो यो। ए भाइ, तिमीलाई के थाहा? अब बजारमा के भयो भनेर तिमीलाई के थाहा? तिमी गाउँमा बस्ने मान्छे, बजारमा विभिन्न थरी भयो। बाढी आहा, पहिरो आहा, गाडी कसैको गाडी बगाइदिएको, कोही मान्छे पुर्दिएको, घर पुर्दिएको, तिमीलाई के थाहा? ए कुरो भन्न खोजेको त्यस्तो। बाढी पहिरो तिम्रो सहरमा जान्छ, घरहरू तिम्रो सहरमा डुब्छ। क्या हाम्रो गाउँतिर केही भएन कि? गाउँ ठिङ्ग ठड्डेर बस्यो खान गरेन त्यस्तो सोचेको क्या तिमीले? केही भएन नि हाम्रो यो गाउँमा? र किन भर्खर के भयो के घट्यो म तिमीलाई दुईवटा आँखाले होइन, यो मेरो चारवटा आँखाले र तिम्रो दुईवटा आँखाले भर्खर देख्छु, देखाइदिन्छु म। हो र? साँच्चै तिमी गफ त हानेको होइन? ल हिँड नि त, ल देखाऊ, ल हिँड त। यो पानी के हो? यो बाटबाट यहाँ मैले बोलेको तपाईँले नि सुन्न सक्नुहुन्न क्या? यो पानीले के हो? यो पानीले कति नोक्सान गर्छ हाम्रो यो गाउँमा? थाहै छैन तपाईँलाई? हिँड्नु अझ आउनु त आउनु, के देखाइदिनु। गाउँ भन्ने यस्तो रहेछ, रातो माटो बुग्लु पहिरो जाने रहेछ। यस्तो सरकार पनि के हेरेर बसेको होला? अगाडि आउनु त अगाडि। ल हेरौँ त हेरौँ। अब यो गाउँ भन्ने चिज पनि त्यस्तै रहेछ, यत्रो पहिरो गयो। अब सरकार पनि के हेरेर बसेको? अब तिम्रो सरकार पनि के तिमी बोल्न सक्दैनौ क्या? अब यस्तो काम त गरिहाल्नु पर्छ नि, भनिहाल्नु पर्छ कि बोल्न जान्दैनौ तिमी? के हो तिम्रो पारा यस्तो? तिमीलाई भन्न मात्र सजिलो भयो यहाँ। म गर्न सहयोग त र प्रयास त कति गरेँ तिमीलाई थाहै छैन के? तर हामीले भनेको कुरो कहाँ सुन्छ र त सरकारले? सुने
जाने भए त यो बाटो त अलिसम्म त पिच भएर के हुई सक्ने बाटो हो यो उनीहरूलाई थाहै छैन यो गाउँको यो ठुलोबडा मान्छेले नि सुन्दैनन् यो गाउँको अध्यक्ष उपाध्यक्ष कहिले पनि सुन्दैनन् यो यिनीहरू त खाना पाए बस्न पाए भएको यो बाटोको तिनीहरूले केही चिन्ता छैन बुझ्यौ नि तिमीलाई भनेपछि तिम्रो सरकारहरू यत्रो छेडछिडले नहेरिकन बस्ने अनि तिनीहरू खाना पाए भयो हग्न पाए भयो अनि यत्रो छेडछिड नहेर्ने मान्छे कस्तो सरकार रहेछन् तिम्रो सरकारको नम्बर छैन मसँग चाहिँ छैन यो गाउँको एउटा अलि ठुलो मान्छेहरू मसँग चिन्जान गरेको म चाहिँ तिनीसँग भर्खरै माग्छु वडा अध्यक्षको नम्बर माग्छु र तिनीसँग कन्ट्याक्ट गरेर उहाँ सरकारमा कुरो गरेर हामी चाहिँ कुरो राख्नुपर्छ ल तिमीले चाहिँ के गर्न सक्छौ ल भन भनेपछि त्यसलाई फोन गरेर चाहिँ नि के गर्न पर्यो भन्दा हामीले यो अब गाउँमा यत्रो छेडतीपूर्ति भयो रहेछ यसलाई चाहिँ सबै हामीले फाल्नु पर्यो नि यस्तो पाराले त बस्नु भएन नि अब उस्तै पारे भोलि पछि योभन्दा ठुलो बाढी आउला यो सबै पहिरोले मान्छे पुर्छ कि घरै पुर्छ कि कसलाई के छ भागेको खेल जस्तै हो यो भने अनि बल्ल सही कुरो गरौ ल तिमी चाहिँ अलि जाने बुझेको मान्छे है सहरबाट आएको यस्तो कुरोको तिमीलाई धेरै जानकारी रहेछ होइन मलाई भन तिमीलाई जानकारी रहेछ ल अहिले चाहिँ हामी चाहिँ जाम नम्बर मागेर कन्ट्याक्ट गरिहाल्नुपर्छ है भनेपछि नम्बर यही हो यो नम्बर हेर अन्त यहाँ बस्नु एकछिन बसेर चाहिँ बस्नु त त्यसलाई चाहिँ नि फोन गर्नुपर्छ अब त्यसलाई चाहिँ फोन त गर्नुपर्छ है तर हामीले चाहिँ एउटा आइडिया लाएर त्यसलाई फोन गर्नुपर्छ दिमाग छ्याउनुपर्छ त्यसै ल हाम्रो बाढी गएर गयो रिपेयर गर्नु पऱ्यो भनेर त कहाँ जान्छन् तिनीहरू ल आउँछ छैन बाढी हेर्दैन नि आइडिया लगाउनु पर्छ बुझ्यौ नि के भन्दाखेरि एउटा आइडिया लगाउनु पर्छ अब यत्तिकै बोलाएर पनि आउँदैनन् है तिनीहरू केही न केही बाहना बनाउनु पर्यो र तिनीहरूलाई बोलाउन पर्यो तिनीहरूलाई बोलाएपछि धोतीलाई टोपी बनाउने गर्थ्यो मलाई थाहा तिमी ढुक्क भयो भने ल कसो गर्ने त अब के गर्ने होइन सोल्टी आइडिया आएन भनेको त्यसो सोल्टी म चाहिँ अब फोन गर्छु तिमी चाहिँ हल्का टाढा गएर बसेको किन भन्दाखेरि अब तिम्रो आवाज सुन्यो भने फेरि त्यसले अलिक शङ्का गर्ला होइन त्यसैले चाहिँ नि म चाहिँ यहाँ गएर फोन गर्छु क्लियर कुरा गरेर फोन त गर्न त गर्ने नै गरे अब के भन्छ नि सरकारले फोनै लाग्दैन त के हो फोनै लाग्दैन त लायो अब चाहिँ के हुन्छ हेलो नमस्कार हजुर तपाईँलाई पनि सानो सुझाव दिन पर्ने थियो त्यो चाहिँ नि यो गाउँमा चाहिँ नि एउटा खबर केही नौलो चिज भेटिएको छ हजुर 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 यो चाहिँ नि पहिरोमा चाहिँ नि अरूको चाहिँ पहिरो सहिरो गएर मान्छे पुरेको के पुरेको भन्छ नि हाम्रो गाउँमा चाहिँ अचम्म चिज भेटिएको छ हजुर हजुर त्यो चिज चाहिँ के भन्दाखेरि तपाईँको सुनकै डल्लो भेटेको छ अब सबै यहाँ नेताहरू सरकारहरू लडा बाती गरेका छन् अब लास्ट रहेको भनेको तपाईँ चाहिँ त्यही भएर तपाईँलाई यसो कल गरेको के आउनुहुन्छ ल हुन्छ सबै हुनुहुन्छ यहीँ हुन्छ ल हुन्छ हजुर हुन्छ हजुर ल यो चाहिँ ट्याक्कै भन्यो है यो चाहिँ भन्यो हेलो यो मच्किँदै खायो त कुरोलाई सबै चिटिका सुन्दा टिर्लिका भयो नि यो चाहिँ नि 2 मिनेटमा आउँछ भनेको सोटे ढुक्क भयो हुन्छ अब चाहिँ पुरो बन्यो रिल्याक्स पारामा बनाइदिनु मैले फस्यो म त खत्रै हो नि मान्छेको फेरि सोटे सबै जम्मा गर्नुपर्छ फेरि ल हिँड भन्नुपर्छ है तपाईँ चाहिँ यतै बस्नु हामी चाहिँ लिएर आउँछौँ
बिच बाटोमा हो ए ल त्यही बस्नु न हामी 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 लिन आयौँ तपाईँलाई ल ल ल हुन्छ हुन्छ होइन यो गाउँमा सुन भेट्छ पहिल्यै के छ भने यो कुरा साँच्चै होला र खै मलाई थाहै छैन यो गाउँको बारेमा हजुर पनि होइन नजिकैको मान्छेले थाहा होला नि खै मलाई थाहै छैन यो बारेमा नि यस्तो सुन भेटिलो आउनु पऱ्यो भनेर फोन गरिराखेको गाउँकोले र म त्यही भएर आएको गाउँको मान्छे पनि लिन आउँछु भन्ने चाहिँ बाटोतिर जाउँछ बाटोसम्म आउँछु भन्ने गाउँको भाइले लिन आउँछु भन्दै हुनुहुन्थ्यो यहाँ जो बाटो रहेछ अब यता जाने कि यता जाने यहाँ एकछिन वेट गरेर बस्नु है हुन्छ नि त एकछिन हुन्छ होला नमस्कार 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 आइपुग्नु भयो बल्ल अरेर आइपुग्यो ए ल त नि अब यहाँबाट अलिकति 10-15 मिनटको बाटो छ त्यहाँसम्म जाम त्यहाँ मान्छेहरू भेला हुनुभएको छ त्यहाँ गएर सल्लाह गरौँ मलाई पनि अलि हतारै थियो छिट्टो गर्नु है हुन्छ हुन्छ ए जाम ल सुनको डल्लो त भोका भएको अलि हतार पनि छ है यस्तो खाउनु आइसक्यो आउँदा आउँदा ढिला भयो मलाई चाहिँ घरमा चाहिँ अलिकति त्यो सुनको भेटिएको छ यसरी हजुर आउनु सुन्नु पऱ्यो भनेर बोलाउनु भएको थियो हजुरको चाहिँ सुनहरू गरिहाल्यो भनिहाल्नु ए हो र सुनै चाहिएको हजुरलाई भनेपछि सुन टिप्नलाई त्यति हतार भएको हजुरलाई है अनि हाम्रो यो बारी पहिरोको यस्ता उताको तपाईँलाई चाहिँ नि मतलब छैन भनेपछि सुन टिप्न आएको हजुर है सुन टिप्नलाई त्यस्तो हतार हजुरको यी त हजुरले अर्कै कुरा गरेर बोलाउनु भएको थियो मलाई सुनको लागि भनेर बोलाउनु भएको थियो अहिले यहाँ अर्कै कुरा गर्नुहुन्छ किन म अलिकति बिजी थिएँ तपाईँको त्यति कुरा सुनेर पो आएको थिएँ म यहाँ पछि तपाईँ सुनको लागि मात्र आएको तपाईँलाई यो जनता यो गाउँको जनताको बारेमा तपाईँलाई अलिकति मतलब छैन अनि? सुनको बारेमा मात्र आएर हुन्छ तपाईँ के कुरो गर्नुभएको तपाईँले यस्तो अनि तपाईँ हामी चाहिँ यहाँ बारीमा तपाईँहरू चाहिँ चिल्लो बारीमा यसरी काम हुन्छ जनता पनि अलि बुझ्नुपर्छ नि हो नि। अहिले भने अब तपाईँ सुन खाने अन्वेषणको लागि भन्ने बुझेँ मैले कुरो जेसुकै भए पनि यहाँको गाउँको समस्या चाहिँ हाम्रो त्यो सुन खाने भन्दा पनि अहिले तत्कालको ताजा समस्या हाम्रो बाटोघाटोमा नाली छैन साह्रै यो बाढीले यो वर्षाले पहिराहरू गएको बाटो एकदमै खतम भएको छ र हाम्रो पानी नपाएर हाम्रो यो बाटो एकदम दुःख छ हाम्रो वास्तवमा को हेर्ने हुन्छ हजुर नाच्नुहोस् जनतालाई नाच्ने भनिदिनुहोस् अब भरोसा गर्ने बाटो हजुरले गाउँका जनताले तपाईँको विश्वास गर्ने एउटा बाटो हो भोलि एउटा हाम्रो साह्रै ठिकै छ हजुरको समस्या मैले बुझेँ होइन उहाँ भाइहरूले नि बोलाएको ठिकै रहेछ राम्रै हो अब म पनि हतार्नु थिएँ भ्याएको पनि थिएन अब गाउँको समस्या यस्तै रहेछ अब गर्छु म यो काम प्रोसेस चल्दैछ चालिदिन्छु म अब यो कोरोना लकडाउनले गर्दाखेरि अलिक ढिलो हुँदैछ अब के गर्ने अब त्यसमा त हाम्रो पनि केही लागेन एकदमै ठिकै छ हजुरले भन्नुभएको कुरा मैले बुझेँ यहाँ मुख्य कुरो तपाईँहरूले बाटा पनि सायद देख्नुपर्छ आज बिरामी भएर बोकेर लानुभएको थियो त्यो गाउँमा चाहिँ बाटोको यस्तो समस्याले गर्दा हामीलाई साह्रै आपत छ बोलीमा नभइकन व्यवहारमा पनि देखाइदिनु होला हामी आशावादी छौँ र कसै गरिदिनु होला यो अरू बाहना हामी जान्दैनौँ हाम्रो समस्या हजुर हुन्छ ठिकै छ म गर्छु व्यवहारमै गरेर देखाउँछु हजुरहरूलाई नाचिदिनुहोस् धैर्य लिनुहोस् म चाँडै नै गरेर देखाइदिन्छु हजुरहरूलाई यो काम चाँडै हुन्छ त्यसो भए हामी आशावादी हुन्छ हुन्छ जम्मै यहाँ लिएर गएर जम्मै छ उता खोलासम्म गएको छ बाढी पहिरो गएको छ पुल हालेको छैन केही हालेको छैन पोल मात्रै छ तार मात्रै झोडिएको छ तारले मरिन्छ कि जस्तो भयो
कहिले गर्ने त हजुर? तपाईँ ढुक्क हुनुहोस्, नआत्तिनुहोस्, गर्छु म सबै काम गर्छु। यो अब यही गाउँको लागि होइन, भाइहरूले बोलाएको पनि ठिकै भयो। म गाउँमा आउनु पनि भ्याएको थिएन। अब भाइहरूले पनि राम्रै गर्नुभयो। अब म अहिले देखेँ सबै कुरा जाने। अब यो म गरिदिन्छु, तपाईँ ढुक्क हुनुहोस्। मलाई पनि अलिक हतार छ, अहिले चाहिँ हुनु होला है, अहिले बिदा लिनु होला है सबैसँग है। ल ल आइतकोमा होइन, धन्यवाद तपाईँहरूलाई। सबैजना सुन्नुहोस्, उहाँ आएर चाहिँ नि हाम्रो यति कुरो भए पनि सुनेर जानुभएको छ। दिमागमा टिकेर लानुभयो होला, डायरीमा लेखेर लानुभयो होला। यो काम अगाडि बढ्ला त? होला जस्तो छ गरे कुरो सुन्दा त खै। यो कुरो पछि थाहा हुन्छ।